हेलो गाइज वेलकम टु माई न्यू ब्लग। म आज चाहिँ गुडगाउँ घुम्नु गएको थिएँ। गुडगाउँ घुम्नु जाँदाखेरि चाहिँ यसो मनमा आयो कि होइन आज चाहिँ गुडगाउँ मात्रै होइन दिल्ली पनि घुम्नु पर्यो भनेर सरर अनि म बाइकमा बसेर लागेँ। दिल्लीतिर जाँदाखेरि चाहिँ द्वारका एक्सप्रेस हाइवे हुँदै गएँ। अनि बाइकवालाले पनि अलि बाटो चिनेको थिएन, कता कताबाट जाने भन्दै थियो। अनि मैले उसलाई पनि यसरी जाने भैया भनेर उसलाई सिकाइदिएँ। अनि सर र म चाहिँ गएँ। अनि वरिपरि हेर्दाखेरि चाहिँ यसो राम्रो लागेर अनि मैले वरिपरिको क्याप्चर पनि गरेँ। अनि हजुरहरूलाई चाहिँ कस्तो के लाग्छ मलाई कमेन्ट गर्नुहोला। अनि त्यही भन्दैमा अरू त के नै भन्न सक्छु र म हेर्नुहोस्। अनि आज खास चाहिँ मेरो काम चाहिँ दिल्ली घुम्न मात्र होइन, त्यहाँ एउटा दिदीको चाहिँ सरोजनगरमा पार्सल आएको थियो। अनि त्यो पार्सल चाहिँ लिन जानु थियो मलाई खास। अनि म गुडगाउँ घुम्दै थिएँ, त्यतिकैमा दिदीको फोन आयो। अनि दिदीले भन्नुभयो भाइ तिमी गएर ल्याइदिन्छौ र भनेर। अनि मैले नि हुन्छ भने म चाहिँ फेरि बाइकमा बस्न सकेको थिएँ। त्यस पछाडि लागेँ म लागेपछि अरू के भन्नु र हजुरलाई। कत्रो कत्रो बिल्डिङहरू बन्दैछ होइन। यो त क्रेनहरूमा बसेर मान्छेहरू के गरी चलाउँदो हौ। यस्तो क्रेन चलाउने हुने भने म चाहिँ यता छु। यता चाहिँ बिल्डिङ छ टक्क त्यहाँ हो। टक्क हेर्नु यत्रो ठुल्ठुलो बिल्डिङहरू छन्। अनि गाइस बाटोमा हिँड्दाखेरि हेर्नु के अलको बिल्डिङ भेटेँ। बुर्ज खलिफा भन्दा चाहिँ सानै थियो है।